टिक्दै जाने तर सानो लगानी पनि गर्दै जाने, किनकि लगानी गर्न ढिलो गर्नु हुँदैन। आजको भिडियो हो एसआईपी को बारेमा। ल सुरु गरौँ भिडियो। पहिले कुरा गरौँ एसआईपी भनेको के? एसआईपी भनेको सिस्टमैटिक इन्वेस्टमेन्ट प्लान हो। यसको फुल फर्मबाटै कन्फर्म हुन्छ कि सिस्टमैटिक इन्वेस्टमेन्ट प्लान भनेको एउटा सिस्टम, डिसिप्लिन भएर इन्भेस्टमेन्ट गर्ने अर्थात् लगानी गर्ने तरिका हो। यो एउटा यस्तो तरिका हो जसले तपाईलाई महिनै महिनाको आधारमा सानो रकम लगानी गर्न दिन्छ, जसले गर्दा ठूलो पैसा एकैपटक आवश्यक पर्दैन। ठ्याक्कै जस्तै जसरी हामी महिनाको खर्चमा बचत गरेर थोरै थोरै पैसा जम्मा गर्छौं, त्यस्तै ब्याङ्कमा होइन म्युचुअल फन्डमा लगानी हुन्छ। नेपालमा धेरैले म्युचुअल फन्डमा थोरै थोरै रकम राखेर भविष्यको एजुकेसन, रिटायरमेन्ट र इमर्जेन्सी फन्ड तयार गरिरहेका छन्। साइपको मुख्य फाइदाहरू: नियमित लगानी, सानो रकमबाट सुरु गर्न सकिन्छ, मार्केटको उतार चढाउमा जोखिम कम हुन्छ, लामो समयमा कम्पाउन्डिङले पैसा आफै बढ्दै जान्छ, छिटो फाइनान्शियल फ्रिडम हुने, सानो सानो लगानीले ठूलो एमाउन्ट बनाउने जस्ता विभिन्न फाइदाहरू छन्। अर्को भिडियोमा हामीले कुरा गर्नेछौँ। अर्को कुरा, तपाईहरूले कम्पाउन्डिङ भनेको सुन्नुभएको होला, जसलाई विश्वको आँखौँ आश्चर्य मानिन्छ। आई होप तपाईले एसआईपी भनेको बुझ्नु भएको होला। म यो सम्बन्धित भिडियो युट्युबमा राखेछु, फुल भिडियो हेर्नुहोला अनि मजाले बुझ्न सक्नुहुन्छ। केही जिज्ञासा छ भने कमेन्ट गर्नुहोला। धन्यवाद।